गोन्डवानाको घन जङ्गलमा 120 फिट अग्ला र 10 हात्ती बराबर तौल भएका अर्जेन्टिनोसोरसको झुन्ड शान्तिपूर्वक चलिरहेको छ। यता गोन्डवानाबाट छुट्टिँदै गरेको भारतीय जमिनमा तीखा दाँत र बलियो जबडा भएको शिकारी राजसोरस आफ्नो शिकारको खोजीमा छ। त्यही समयमा उत्तर अमेरिकाको जङ्गलको किनारामा स्टेगोसोरसको झुन्ड शान्तिपूर्वक चलिरहेको छ। यो काँटेदार पुच्छर भएको जनावर शाकाहारी भए पनि यसको रिस देखेर मांसाहारी जनावरहरू पनि थरथर काप्छन्। तर जङ्गलको अर्को किनारामा एउटा जनावर छ जसको अगाडि सबै जीवहरू प्रदर्शित हुन्छन्। ट्राइनोसोरस रेक्स। यो जीव संसारभर टिरेक्सको नामले चर्चित छ। विशाल शरीर, तेज दाँत र बलियो खुट्टा, यसको प्रत्येक पाइलाले जमिन थर्काउँछ र यो पनि आज शिकारको गन्धको खोजीमा अघि बढिरहेको छ। तर यिनीहरूलाई के थाहा आज यिनीहरूको अन्तिम दिन हो भनेर। हाम्रो सौर्यमण्डलमा बृहस्पति र मङ्गल ग्रहबीच धेरै एस्ट्रोइडहरूले सूर्यको चक्कर लगाइरहेका छन् र त्यो दिन यी एस्ट्रोइडहरूमध्ये 2 एस्ट्रोइड बीच अचानक टकराव हुन्छ र एक टुक्रा तेज गतिले पृथ्वीतिर बढ्छ। पृथ्वीको नजिक आउँदै गर्दा पृथ्वीको गुरुत्वाकर्षणले गर्दा यसको गति झन्झन बढ्न थाल्यो र हावाको घर्षणले गर्दा यो आँखाको गोलामा परिणत भयो र 20,000 किलोमिटर प्रति सेकेन्डको गतिले पृथ्वीसँग टकरायो। यता रातको 1 बजेको थियो। टकरावभन्दा 5 मिनट अघि पुरै पृथ्वीमा उज्यालो हुन्छ। यसको प्रकाशले गर्दा आसपासका जनावरहरू अन्धा हुन्छन्। टकराव हुनु अघि नै त्यहाँको पानी बाफमा परिणत भइसकेको थियो। बोट बिरुवाहरू सेकेन्डमै खरानी हुन्छन्। विस्फोटबाट निस्केको एनर्जी 10 करोड परमाणु बम बराबरको थियो। यसबाट निस्केको हजारौं डिग्री सेल्सियसको तापक्रमले आसपासका सबै जनावरहरू एकैछिनमा बाफमा परिवर्तन हुन्छन्। 1500 किलोमिटर आसपासको जमिन अन्तरिक्षमा पुग्छ र अहिलेसम्म जम्मा 5 सेकेन्ड मात्र भएको छ। यो विस्फोटबाट निस्केको सकवेभ 55,000 किलोमिटर प्रति घण्टाको गतिले अघि बढिरहेको छ। यसले आफ्नो बाटोमा आउने हरेक वस्तुलाई हावामा गोलीको रफ्तारले उडाउँदैछ। हजारौं टन तौल भएका जीवहरू पनि कागजको टुक्रा चाहिँ हावामा उड्दैछ। वन जङ्गलहरू मरुभूमिमा परिणत भए। हरिया बोट बिरुवाले भरिएका पहाडहरू निखा डाँडाहरूमा परिणत भए। यसको केही सेकेन्डपछि आएको प्रचण्ड गर्मीको लहरले सम्पर्कमा आउने सबै वस्तुहरूलाई खरानी बनाइरहेको थियो। खोला, नाला, ताल, पोखरीको पानी पनि बाफमा परिणत भयो। समुद्रको पानी उम्लन थाल्यो। वन जङ्गलहरू सुक्खा भए। जीवजन्तुहरू जिउँदै पाक्न थाले र यो त सुरुवात मात्र हो। टकरावले पृथ्वीलाई भित्रैदेखि हल्लाएको थियो जसले गर्दा केही सेकेन्डमै भूकम्प आउन थाल्यो। टकरावले हजारौं टन माटो अन्तरिक्षमा पुर्याएको थियो। ग्राभिटीले गर्दा यो माटो पृथ्वीतिर नै आगोको गोलाको रूपमा खस्न थाल्यो। आगोको गोला आकाशबाट खस्न थालेको देख्दा जमिनमा चारैतिर भागदौड मच्यो। चारैतिर आगोको लपटा फैलन थाल्यो र अहिलेसम्म जम्मा 5 मिनट मात्र भएको थियो। टकरावले समुद्रको पानीलाई बादलभन्दा माथि उठाएको थियो जसले उम्लेको तातो पानीको बाढी निस्कायो। घटनास्थलबाट निस्केको धुवा र धुलो तीव्र गतिमा अघि बढिरहेको थियो। धुवा, धुलो र बादलको मिश्रणले गर्दा चारैतिर मिल्कने र गर्जने हुन थाल्यो। यो धुवा र धुलोको तुफानको अघि बोट बिरुवाका साथसाथै हजारौं टन भएका जीवहरू पनि हावामा उड्न थाले। 5 घण्टाभित्र यो धुवा धुलोले पृथ्वीलाई चारैतिरबाट ढाक्यो। पृथ्वीको तापक्रम बढेर केही 100 डिग्री सेल्सियससम्म पुग्यो। संसारभरका सबै वन जङ्गलहरू आगोले खरानी हुँदै थिए। अक्सिजनको मात्रा कम हुँदै थियो। चारैतिर अन्धकार छरिएको थियो। भूकम्पले निष्क्रिय ज्वालामुखीलाई पनि फेरि सक्रिय बनाइदियो। चारैतिर ज्वालामुखी विस्फोट हुन थाल्यो। आकाशबाट आएका गोलाहरू झर्न थाले। हर घडी पृथ्वीको तापक्रम बढ्दै थियो। पृथ्वीमा जमेर रहेको बरफ पनि पग्लन थाल्यो। नदी, नाला र खोलामा पानीको मात्रा बढेर बाढी आउन थाल्यो। चारैतिर भयानक र डरलाग्दो दृश्य थियो। जीवहरू कतै पनि सुरक्षित छैनन्। प्रचण्ड गर्मी र अक्सिजनको कमीले बाँकी रहेका जीवहरू पनि एकाएक ढल्दैछन् र 24 घण्टा नपुग्दै पृथ्वीबाट 60% जीवजन्तुहरूको विनाश भइसकेको थियो। तर यो त विनाशको सुरुवात मात्र थियो। त्यसपछि पृथ्वीमा विनाशको उग्र रूप हेर्नको लागि र त्यस्तो विनाशको अवस्थामा पनि हाम्रो पुर्खाहरू कसरी बाँच्न सफल भए हेर्नको लागि कमेन्टमा पार्ट 2 लेखी च्यानललाई सब्स्क्राइब गर्नुहोस्। साथै भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरी आफ्नो साथीभाइहरूसँग शेयर गर्नुहोस्।